सो हेलो गाइज वेलकम ब्याक टु द च्यानल। आज हामी रियाक्ट गर्दैछौँ मास्टर नि है। यो गीत चाहिँ दुर्गेश थापा र प्रियङ्का कार्कीको हो। अनि यो चाहिँ मैले भर्खरै फेसबुकमा देखिरहेको थिएँ। यो चाहिँ रिमुभ हुने कुरा छ युट्युबबाट है त। किन यो रिमुभ गरेर लाखान् त, कि त्यो हुन्छ कि नै थाहा छैन। कुरा चाहिँ देखेको थिएँ, त्यही भएर रियाक्ट गर्नु भएको। मास्टर नि यो नयाँ मुभीको रहेछ मास्टर नि भन्ने, त्यसकोमा रियाक्ट गर्न गइरहेको छौँ। यसमा आर्यन सिग्देल पनि रहेछन् अनि आयुष्मान जोशी भनेको प्रियङ्का कार्कीको बुढा पनि रहेछन् है त। लेट्स गो, लेट्स सी, लेट्स वाच, लेट्स गो। मास्टर नि ओके। के भयो स्कुलमा यस्तो बेन्च सेन्स ढुन्डाएर बियर सियर छ त स्कुलमा, के हो? ओके मास्टर नि लेट्स गो। Good morning, ladies and gentlemen. Please switch off your mobile phones. ताराबाजी लोई लोई मास्टर नि खोई ताराबाजी लोई लोई मास्टर नि खोई ताराबाजी लोई लोई मास्टर नि खोई खोई ताराबाजी लोई लोई मास्टर नि खोई खोई ताराबाजी लोई लोई मास्टर नि खोई खोई हाय म्याथ सिक्ने भए सबलाई जित्ने भए ट्युसन पढाइदिन्छु बेलुका घरमा आए यु आर नटी बोय यु आर हट्टी बोय यु आर डट्टी बोय यु आर डट्टी बोय म्याथ सिक्ने भए सबलाई जित्ने भए ए ओके ओके ओके, यस्तो कुरा हो। ए त्यही भएर रिमुभ भन्ने गर्ने कुरा आएको हो। ए म्याथ सिक्ने भनेर रहेछ है, म्याथ सिक्ने, म्याथ सिक्ने होइन म्याथ सिक्ने भनेर रहेछ है केटाकेटी हो। अनि गीत चाहिँ मास्टर निको छ, कुरा म्याथ सिक्ने छ होइन, डान्स छ होइन। अब किन रिमुभ गर्नला, रिमुभ भएन भने चाहिँ बवाल मार्केटिङ है। यदि यो रिमुभ भएन भने चाहिँ बवाल मार्केटिङ। किन भन्दाखेरि कुनै कुरा हाइपमा आउँछ भने त्यो कुरा बिग्छ, बिग्छ के, सियोरै बिग्छ। अहिले यो गीतले गर्दाखेरि यसको कुरा भइरहेको छ नि त। यदि यो गीत हटेन भने चाहिँ यो फिल्म चल्छ, मैले भनिदिइसकेँ। म हेर्न जान्न तर हेर्न जाने मान्छे हुन्छन् के। सो या त्यही भएर भनेको। दुर्गेश थापाले लिरिक्स लेखेको होला होइन। अब यदि यो रिमुभ भएन भने चाहिँ दामी बुद्धि ला हो, के भनौँ। म्याथ सिक्ने यो यो भनेर कुरा उठ्छ नि थाहा थियो क्या उसलाई, यो यिनीहरूलाई पनि थाहा थियो क्या यो कुरा सबैको मुखमा पुग्छ भनेर थाहा थियो क्या यो गीत। त्यही भएर नै उनीहरूले यस्तो गीत गाएका हुन्। सो या म्याथ सिक्ने ल सुनिदिउँ। ट्युसन पढाइदिन्छु बेलुका घरमा आए नयाँ बायाँ म भए यु आर नटी बोय यु आर ए ए डट्टी बोय यु आर ए डट्टी बोय यस्तो रहेछ नि त कुरा। कख होइन हामीलाई अ आ पढाइदेऊ तिम्रो सेक्सी नजरले हामीलाई घायल गराइदेऊ ए मास्टर नि अरे मास्टर नि मास्टर नि अरे मास्टर नि कख होइन हामीलाई अ आ पढाइदेऊ तिम्रो सेक्सी नजरले हामीलाई घायल गराइदेऊ तिम्रो आनी बानी टिचरको बारेमा गीत होइन, कस्तो खाले टिचर हो त नि यो। अ आ पढाउने टिचर है केटाकेटी है, नेगेटिभ होइन। म्याथ सिक्ने अ आ पढाउने। ओके लेट्स गो। सबै मन पर्ने अरे मास्टर नि अरे मास्टर नि अब के गर्ने अब के गर्ने अब के गर्ने अब के गर्ने अरे मास्टर नि के हो यस्तो? ए हेरिस भने मलाई छाड्दिन म तँलाई सिकाइदिन्छु सबलाई मेरो एटिट्युडले जलाई ए भाइ म्याथ सिक्ने साथीको कसलाई मलाई मलाई दुई एक कान दुई दुई दुना चार क्या सेक्सी यार क्या सेक्सी यार पाँच एक कान पाँच पाँच दुना दस चुप लाएर बस क्या सेक्सी यार क्या सेक्सी यार चुप लाएर बस चुप लाएर बस चुप लाएर बस ए चुप ए आरे सिग्नल नै रहेछ त। ए हे तै ल गीतै सक्यो हे डिजे वाला बाबु वान मोर प्लिज
ए भाग्दिन केटी भाग्दिन है प्रियङ्का कार्की भाग्नु हो ल खोइ मास्टरनीलाई खोज्दै आएको म कहाँ गयो त्यो मास्टर नि अब भदौको 5 गते हलमा यस्तो रहेछ नि त कुरा त भदौ 5 ओके मार्केटिङ आई नो मार्केटिङ I'll see you यही रहेछ ओके के रहेछ कमेन्ट पनि पढौँ न है कति भ्यू आयो हालेको 2 दिन भएछ 1.2 मिलियन भ्युज शिक्षक महासङ्घको आपत्तिपछि के रहेछ भनेर हेर्न आउनेहरू हाजिर गरौँ रे ए शिक्षक महासङ्घको आतङ्की रहेछ आपत्तिपछि रहेछ है केटा है गीत सुन्दा रिस उठ्ने जति यता हाजिर हवैले भाइरल हुने उद्देश्यले मात्र गीत बनाउनु भन्दा सङ्गीतमा सुर ताल शब्द र कलात्मक मूल्यलाई प्राथमिकता दिनुपर्छ सबैलाई मन पर्ने वा नपर्ने फरक कुरा हो तर गुणस्तरीय सृजना नै कलाकारको पहिचान हुनुपर्छ अरे ओके यस्तै रहेछ भनेपछि डिसलाइक त देखाउनु है लाइक मात्रै देखाउँछ सो या यही हो कुरा यही रहेछ गीत मास्टर नि रिमुभ हुन्छ कि नै त आई डोन्ट नो तर या लेट्स गो अब कुन गीत रियाक्ट गरौँ कमेन्ट डाउन बिलो लेट्स गो